हुनुहुन्छ र देशले पनि राम्रोसँग अहिले परिवर्तनको महसुस गर्न सकेको छैन भने मन्त्री परिषदसम्म पनि पुनर्गठन सम्पूर्ण हुन नसकेको अवस्था छ र यति बेला हामी माइतीघर मण्डलामा छौँ र माइतीघर मण्डलामा मसँग हुनुहुन्छ उदयपुरकी सरिस्मा थापा उहाँ 18 दिन र 17 रातदेखि चाहिँ माइतीघर मण्डलामा बसिरहनु भएको छ। यो जुन परिवर्तन छ त्यो परिवर्तनमा चाहिँ जेएनजी आन्दोलन र जो शहीद हुनुहुन्छ उहाँहरूको सङ्घर्ष चाहिँ यतिकै खेर जानु हुँदैन भन्ने उद्देश्यले उहाँ यहाँ माइतीघर मण्डलामा हुनुहुन्छ र हामी उहाँसँग यो समग्र विषयमा केन्द्रित कुराकानी गर्नेछौँ। निश्चयमा स्वागत छ। हजुर धन्यवाद। मैले सुरुमा पनि भने दसैँ भन्ने बित्तिकै परिवारसँग हुनुपर्ने यो बेलामा चाहिँ यहाँ माइतीघर मण्डलामा हुनुहुन्छ। जस्तै 17 दिन 17 रात 18 दिनदेखि तपाईँ माइतीघर मण्डलामा भइरहँदाखेरि चाहिँ जस्तै यहाँले के कुराहरू चाहिँ सोचिरहनु भएको छ, के कुरा देख्नुभयो? अब हजुरले भने जस्तै यो 16 दिन र 17 दिन र 16 रात चाहिँ यहाँ बसेर सुरुको दिनमा त ट्रान्सप्यारेन्सीको मात्रै मुद्दा लिएर आएको मानिस म यहाँ बसेर कुरा बुझ्दै जाँदा त यो ट्रान्सप्यारेन्सी मात्रै होइन,